ओए गाडी हाक्न आउँदैन भने सल्लाह गाडीमा गएर सिक्नु स्टुपिड। इंग्लिशमा सी, नेपालीमा सी, म्याथमा डी, अब भान्छु तेरो हड्डी। सामाजिकमा सी, ओपीटीमा डी। हन तैले नर्सरीमा सी र डी मात्र पढेको थिइस् कि क्या हो? होइन बाबा, ए र बी पनि पढेको थिए। अनि खोइ त ए र बी को त नाकमुखै देख्दिन त। ए र बी को नाकमुखै हुँदैन अनि कसरी देख्नुहुन्छ त बाबा? चुप लाग, अझ बढ्ता बोल्छस् तँलाई भारी बोक्नु पठाउँछु पक। साइन्समा के आएछ? धन्न साइन्समा चाहिँ एनजी आएछ। साइन्समा पनि डी आएको भए तैले डी फर डन्डा भेट्थिस् मेरो। बाबालाई एनजी भनेको थाहै छैन रहेछ। एनजी भनेको विषय लागेको हो के? यो साइन्समा फेल भइसक्यो। त साइन्समा फेल भएको हो? फेल भएको होइन के बाबा, अलिकतिले पास चाहिँ नभएको। पास नभएकोलाई त फेल भएको भन्छ नि गोरु। कस्तो चाहिँ छोरा जन्मेछ हौ? यो सब तेरो आमाको गल्ती हो। त्यो रात तेरो आमाले मलाई रोकेको भए आज यस्तो नालायक छोरा हुँदैन थियो हाम्रो। के मेरो गल्ती रे? आफू कन्ट्रोल गर्नु सक्दैन अनि अहिले आएर मलाई दोष नलगाऊ है। तिमीलाई दोष नलगाएर कसलाई लगाउनु त? मैले तिमीलाई 100 चोटि भनेको थिएँ यसलाई फोन नकिन्दिम, यसको पढाइ बिग्रिन्छ भनेर। तिमीले मान्यौ? अनि दिन रात फोन चाहियो कि फोन चाहियो भनेर किचकिच गरेपछि के गर्नु त मैले? घुममा आएर एक झापड दिनु पर्दैन? हेर तिम्रो छोराको रिजल्ट सबमा फेल भएको छ। आँखै अगाडि झुट नबोल्नु न हौ बाबा। साइन्समा मात्र फेल भएको हो मम्मी, अरू त सबैमा पास भएको छु। अच्छा, त्यसलाई पास भएको भनिँदैन, झुन्डेर पास भएको भनिन्छ। सबमा सी र डी मात्र छ, बी पनि ल्याउन सकेन गधाको बच्चाले। आफूले आफैलाई गधा भन्नुभएको बाबा। ए नाति, कसरी बिग्रियो हो तेरो रिजल्ट? एक्जामको बेला त सब लेखे भन्दै थिइस् हैन? लेख्न त सबै लेखेको हो के हजुरबा, तर सही लेखे कि गलत लेखे भन्ने कुरामा चाहिँ कन्फ्युज थिए के म। म पनि एउटा कुरामा कन्फ्युज भइरा छु। के कुरामा बाबा? तँलाई चप्पलले हानुम कि जुत्ताले हानुम भन्ने कुरामा। तैले गर्दा हाम्रो परिवारको नाम खराब भयो। आजसम्म हाम्रो परिवारमा कोही फेल भएको थिएन। फेल हुनलाई त पढ्नु पर्यो नि। 5 क्लास भन्दा माथि कोही पढेका छैनन् अनि कसरी फेल हुन्छन् त? बात त सही है। म बरु 10 क्लाससम्म पढे। तेरो बाउको खानदान होइ नपढ्ने चाहिँ मेरो माइतीपट्टिको त सब पढिरहेका छन्। हो सब पढिरहेका छन्। त्यही भएर त बिरालोले बाटो काट्दा एक पाइला पनि अघि बढाउँदैनन्। ए बल्ल याद आयो, म साइन्सको एक्जाम दिन जाँदा बिरालोले बाटो काटेको थियो। त्यही भएर पो म साइन्समा फेल भएको रहेछु। तिमीहरू बुढाबुढीको झगडाले गर्दा यसले बहाना पायो। त्यही भएर छोराछोरीको अगाडि झगडा नगर भनेको मैले गरेको हो र? सुरुमा उसले त कुरा झिकेको नि। कुरा मात्र होइन, धेरै बोल्यो भने अहिले छुरा पनि झिक्छु म। देख्नुभयो बुवा, देख्नुभयो? छुरा झिक्छु भन्दैछ, खुलेआम धम्की दिइरहेछ मलाई। धम्की खुलेआम नदिएर के तेरो कानमा आएर दिन्छ त? ए बुवा, तपाईँ पनि खाली बुहारीको साइड लिनुहुन्छ भन्या। मैले कसैको साइड लिएको होइन, तिमीहरू दुईजनालाई नै भनेको। केटाकेटी जस्तो झगडा नगर। नाति एसीमा फेल भएको छ, अब के गर्ने त्यतातिर ध्यान देऊ। अब केही नगर्ने, सुरुमा यसको फोन खोज्ने, त्यसपछि यसलाई ट्युसन हाल्दिने। प्लिज मम्मी प्लिज, फोन चाहिँ नखोज्नु के। म अब ध्यान दिएर पढ्छु अनि तपाईहरुले भनेको पनि सबै मान्छु। आर यु कमेडी मी? साच्चै हो? हामीले भनेको सबै मान्छस्? हजुर मम्मी हजुर, सबै मान्छु। त्यसो भए तेरो फोन दे मलाई, तेरो फोन बेचेर एउटा साडी किन्छु म। नाइ के मम्मी, फोन होइन के, यो बाइक अरू तपाईले जे भने पनि मान्छु। मम्मी यसलाई मेरो लागि बरफ किन्न पठाउनु न, कस्तो बरफ खानु मन लागिरहेछ। मेरो बहिनीलाई बरफ खानु मन लाग्यो? बिल्कुल बिल्कुल। मैले फ्रिजमा गोबरको बरफ राखेको छु, ल्याइदु तलाई? तै खाना गोबरको बरफ, तेरो त रिजल्ट पनि गोबर जस्तो आएको छ, त्यसैले तैले खाएको सुहाउँछ। तेरो पालो पनि आउँदै सक्या बहिनी, हेर्दै जा न, तलाई त झन् 7 वटामा 7 वटै विषय लाग्छ। ओइ पनौती, तेरो जिब्रो काटेर फ्याल्दिम। आफ्नो बहिनीलाई त्यस्तो भन्छस्? आफ्नो बहिनीलाई त भन्ने हो नि बाबा, अरूको बहिनीलाई भन्यो भने त मारिहाल्छ नि। बुहारी। हजुर बुवा। मलाई 1 गिलास तातो पानी तताइदेऊ त, बिहानदेखि 1 थोपा पानी खाएको छैन मैले। तातो पानीलाई किन तताउनु हजुरबा, तातो पानी त त्यसै तातो हुन्छ नि। कि जिब्रो पिल्सिने गरी पिउनु मन छ तपाईलाई? यति दिमाग पढ्नुमा लगाएको भए एसीमा पास हुन्थेस् नि नाते। एउटा विषय त लागेको हो नि हजुरबा, त्यो त म हास्केल गर्दै पास गरिहाल्छु नि। तेरो बाउले भन्थ्यौ? म पनि सानोमा यस्तै भन्थे नाते। एक दिन भाग्यले म माथि यस्तो हास्केल गर्यो, मैले 4 वर्षमा पनि 4 क्लास पास गर्न सकिन। तपाई 4 वर्षसम्म 4 क्लासमै बस्नु भएको हजुरबा? के को बस्नु, म त स्कुलै जादिन थिएँ नि। दिनभरि बाख्रा चराउन जान्थे अनि रात परेपछि मादल बजाउँदै बस्थे। अच्छा, साच्चीकै मादल बजाउनुहुन्थ्यो कि हजुरआमालाई मादल बनाएर बजाउनुहुन्थ्यो हजुरबा? के भन्छ यो, साच्चीकै मादल बजाउँथे नि। तेरो हजुरआमालाई त पछि बजाएको मैले। सरी, मेरो मतलब तेरो हजुरआमालाई त पछि भेटेको मैले।
जवानीमा त हजुरआमा साह्रै राम्री हुनुहुन्थ्यो होला है हजुर बुवा। कति हो कति राम्री नि, गाउँको सबैभन्दा ब्युटिफुल केटी थियो तिमीहरूको हजुरआमा। ब्युटिफुल हुँदैन क्या बुवा, ब्युटिफुल हुन्छ। म ब्युटिफुल नै भन्छु नि त, तेरो आमालाई यु आर सो ब्युटिफुल भनेर बिहे गरेको मैले, अहिले आएर ब्युटिफुल भन्नु भने रिसाउँदैन? ल ल तपाईँलाई जे भन्न मन छ भन्नु। हेलो हजुर बोल्दैछु, चोली खोल्दैछु होइन क्या, बोल्दैछु भनेको। भन्नुहोस् न के काम छ तपाईँको? के रे मेरो छोरा फेल भएको सबले थाहा पायो रे? कसरी थाहा पायो? हामीले त कसैले भनेको छैन त। मजा आ गयो भाइ। त फेल भएको कुरा सबले थाहा पायो रे। अब यो अनुहार कसरी देखाउनु मैले? अनुहार किन देखाउनु पर्यो बाबा? त्यही माथि तपाईँको अनुहार हेर्ने लायकको पनि छैन। अहिले एक बक्सिङ दिएर 5 फिट गाडिदिन्छु है तलाई। मजाक चलिरहेछ यहाँ। छरछिमेकमा सबको छोराछोरी पास भएका छन्। पास मात्र होइन, कोही कोहीले त A+ पनि लिएका छन्। तै मात्र सच फेल हुने। अब समाजमा बेइज्जत हुँदैन हाम्रो? समाजमा मात्र होइन, यसले गर्दा मेरो माइतीमा पनि बेइज्जत हुने भयो। त्यहाँ साइलीको छोराछोरीको नि A+ आयो रे। तेरो छोराको के आयो भनेर सोध्दै थियो। एकछिन ल तिमीहरूको आवाज आएन भनेर फोन राखेर आएको छु मैले। चिन्ता नगर्नु के मम्मी, म छु त। म A+ लिएर देखाउँछु, त्यसपछि हामी पनि सबलाई फोन गरेर सुनाउनु पर्छ। शाबाश। अब त धेरै आस्था छोरी, तैले चाहिँ हामीलाई निराश नबनाउनु है। बनाउँदिन मम्मी, म वचनको पक्का छु के। यो जस्तो गफाडी होइन नि म। मलाई पनि नातिनी माथि पुरा विश्वास छ। हजुर बुवाले 4 कक्षा पास गर्न नसके पनि नातिनीले चाहिँ धेरै पढ्नु ल। हजुर बुवा, तपाईलाई म माथि चाहिँ विश्वास छैन? छ नि नाति, मलाई त माथि पनि पुरा विश्वास छ। त एक दिन अवश्य खाडी जान्छस्। ठिक छ हजुरबा, आज आएर तपाईँले पनि मेरो साथ छोड्नु भयो होइन? आज होइन, मैले त धेरै अगाडि तेरो साथ छोडिसकेको नि नाति। त्यो त घरिघरि तैले खैनी चुरोट ल्याइदिन्छस् र पो साथ दिएको नाटक गर्छु त। सुनेश, अब जा गएर पढ कि ब्याक एक्जाममा पनि फेल हुनु मन छ तँलाई? म पास भए नि फेल भए नि तपाईँहरूलाई के फरक पर्छ र? तपाईहरुलाई त केवल आफ्नो इज्जतको पर्वाह छ। इमोसनल ड्यामेज। मैले राम्रो गरे भने मेरो छोरा अनि नराम्रो गरे भने उता जा मोरा, यही हैन त तपाईहरुको फिलोसफी? बस अब मलाई पुग्यो। मलाई यो स्वार्थी संसारदेखि केही अपेक्षा छैन। के बोले भाइ? धेरै नाटक नदेखाइ गोरु। एसई पास गर्न सकेको छैन, ठुलठुलो कुरा गर्छ। अच्छा, एसई पास गरेकोले मात्र ठुलठुलो कुरा गर्न पाउँछ भनेर कहाँ लेखेको छ र बाबा? तँलाई अलिकति पनि दुःख लागेको छैन छोरा? म त सानोमा फेल हुँदा 3 दिनसम्म खाना खादिन थिए। आर यु कमेडी मी? अनि 3 दिन पछि तपाईलाई पास गर्दिन्थ्यो त टिचरले? टेन्सन भएर चाहिँ खाना खादिन थिए भनेको यो कस्तो प्रजातिको छोरा जन्मेछ हौ? म होमो सेपियन्स प्रजातिको हो मम्मी, जसलाई ह्युमन बिङ पनि भनिन्छ। अबे साले, होमो सेपियन्सको स्पेलिङ थाहा छ तँलाई? के अर्थै नबुझी भनेको? हेर बहिनी, त 5 क्लासमा पढ्छस्, म 10 क्लासमा पढ्छु। तेरो र मेरो अलिकति पनि लेभल मिल्दैन, त्यसैले मलाई स्पेलिङ सोध्ने काम नगर। सिधै आउँदैन भन्न बरु, के कुरा घुमाइराको? बात त सही है। आयो भने के दिन्छस्? तैले सोधेको सबै वर्ड्सहरुको स्पेलिङ भनिदिन्छु म। ल भन, के दिन्छस्? म तँलाई मेरो गुडिया दिन्छु। तर तैले भन्न सकिनस् भने तेरो फोन मलाई दे है त। मलाई माफ गरिदिनुहोस् मिस, म केहीको पनि स्पेलिङ भन्न सक्दिन। तपाईले जित्नु भयो, कृपा गरेर मेरो फोनलाई चाहिँ बक्सिदिनुहोस् प्लिज। झुक के रहना पड़ेगा मेरे आगे। कसको कल आयो फेरि? हेलो, को बोल्नु भयो? राकेशको साथी? अनि मलाई किन कल गरेको त बाबु? त्यसलाई नै गर न। ए ल ल बाबु, ल ल म भनिदिन्छु। ओइ, तैले साथीको फोन किन नउठाएको? हिजोदेखि 20 चोटि कल गरिसक्यो रे त। बिचरालाई आफ्नो रिजल्ट सुनाउन लाज लाग्यो होला नि त। लाज लागेको होइन, रिजल्टको त मलाई बालै छैन नि। मैले इक्जामको बेला त्यसको 100 रुपियाँ चलाएको थिएँ, त्यही माग्नलाई कल गरिरहेछ त्यसले। अनि साथीको पैसा किन फिर्ता नगरेको त नाति? पैसा भए पो फिर्ता गर्नु। मैले त मेरो A+ आउँछ, त्यसपछि बाबालाई पैसा मागेर फिर्ता गर्छु भनेर सोचेको थिएँ, तर के गर्नु, सोचे झै जिन्दगी रहेनछ। अरूको पैसा चलाएर त्यसरी इग्नोर गर्नु हुँदैन नि नाति। म तँलाई पैसा दिन्छु, जा फिर्ता गरेर आइज। हुन्छ हजुरबा, हुन्छ। 200 रुपियाँ दिनु ल। 200? अघि त 100 रुपियाँ भनेको होइन? अर्को साथीको पनि 100 रुपियाँ चलाएको छु के, त्यसले त झन् 1 हप्तादेखि फोन गरेको गरेछ। वो अलग ही लेवल का बंदा था। त पनि तेरो बाउ जस्तै मगन्ते हुन थालिस्। हामीले तँलाई खाना लाउन दिएको छैन? खाना लाउन मात्र दिएर हुन्छ, यसो कहिलेकाहीँ पकेट मनी पनि दिनु पर्यो नि। ए बुढी, म चाहिँ कसरी मगन्ते भयो हौ? मैले कसलाई के मागेको छु र? मलाई माग्छौ नि? छिनछिनमै बुढी चिया, बुढी कफी, बुढी भात, बुढी दाल, बुढी खाजा, बुढी दुध, के चाहिँ माग्दैनौ तिमीले? अनि तिमीलाई नमागेर कसलाई माग्नु त बुढी? कि अर्को बिहे गरेर ल्याउनु? जाऊ ल्याऊ, जतिवटा ल्याउनु छ ल्याऊ। एक एकलाई भुतालेर पठाइन छु भने मेरो नाम पनि दिलकुमारी होइन।
सपनामा पनि अर्को बिहे नगर्नु है बाबा। मम्मीले मलाई पनि भुताल्न सिकाउनु भएको छ नि। सौतेनी आमालाई त कुखुरा भुताले जस्तो भुताल दिन्छौँ हामी। आलेको घर छ पौडेलको घर मुनि, सपना मेरो मगरको